बाटोमा यस्तो देखियो एउटा जुत्ता अब यसले घुम्न सुरु भएको छैन हैन यसले अब यस्तो गरे अब डाइटिङमा भएको हो है थोरै आजको डाइट यो त एमएलएले बनायो क्या चुनाव हारिसकेपछि यो व्हाट्सअप पिपुल वेलकम टु माई भ्लग आजको भ्लग चाहिँ मंकी पार्कमा है त यसरी हिँडिरहेको छु यता चाहिँ बसेर गाडी आउँदैछ ल यस्तो ठाउँ रहेछ है यता चाहिँ ल अहिले चाहिँ हामी यहाँ छौँ डाइटिङमा भएको हो है थोरै आजको डाइट सो गाइज अब चाहिँ मेरो कपाल पुरै जिङ्रिङ्ग बनाइदियो पाडीले है यसको जुत्तामा मेरो लेबनटुक सेबनटुक खोल्न लगाएर बाँधेर चुडाइदिए अब यो जिङ्रिङ्ग दुम्सी जसरी हिँड्नुपर्ने हुन्छ अहिले चाहिँ हामीलाई गर्दैछौँ भोजन डाइटिङमा भएर अहिले यति मात्रै खाना लाए नाइस बबाल बबाल मिठो रहेछ ल मैले बनाएको त्यही चाहिँ ल म दिएँ 10 मा 9 दिएँ गोविन्दे त्यो प्रोग्राम इभेन्टहरू भन्छ त्यहाँनिर माइक राख्दै मान्छेहरू यता बस्ने ठाउँ आज चाहिँ स्विमिङ बन्द रहेछ है लगाइसक्यो पानी सानी चिसो भएर हो कि यो चाहिँ परबाट हेर्ने मात्रै रहेछ नभए चाहिँ यहाँ चाहिँ पुरै पानी नै सानी यो स्विमिङ पुल जस्तो हो कि यहाँ सबै पानी नै पानी हुन्छ होइन उपिल्यान्ड जस्तो हुन्छ क्या दामी हुन्छ यो त्यो चाहिँ खेल्न मजा आउँछ त्यहाँबाट सुलुल्लो चिप्लिने टाइप्सको यो चाहिँ त्यस्तो हो क्या ल माई ब्याड यस कारनामा है जुत्ता अब यसले घुम्न सुरु भएको छैन होइन यसले अब यस्तो गरे अब नगर न यसरी नि हिँड्न सक्छु होइन अर्को पनि निकाल नि अब यसलाई मैले बोक्नु कि टोक्नु कि छोडेर हिँड्नु कि बोकेर पनि साध्य लाग्दैन होइन जुत्ताको छैन खपेल्टै एउटा चुक्कै झारी अब अर्कोको पनि सोल निकाल हिँड अब यहाँ जोडा मिलाउँदैछ अर्कोको पनि निकालेर बल्ल मंकी पार्कमा आएर मंकीकै हरकत गर्दैछ अब यसले ल खतरा जुत्ता डिजाइन पनि खतरा है सोल चाहिँ यता छ अब एकचोटि उयो यता छ अनि मलाई खुट्टा यसरी देखाएको अगाडि आइज नि पैँतालाले टेकेछ कि छैन त्यस्तो म कम्फर्टेबल नभए म भनिहाल्थेँ नि अनि यो सोल चाहिँ कसलाई यहाँ दाइज छोडिदियो माइतीमा आएर चस्मा छन् पुरै रविना टन्डन उठ त होलिया कपाल चस्मा मात्रै रविना टन्डन भएर के गर्नु सबै चाइनिज लन्डनमा सो गाइज अब चाहिँ हामी त्यो अग्लो शालिग त्यो एमालेको चिन्नु भएको जस्तोमा जाँदैछौँ है त के हो माथि सूर्यको त्यो परबाट देखिन्छ नि द्याट स्ट्याचु त्यो जानलाई चाहिँ यो पुरै यस्तो यो यता चाहिँ पार्क भयो होइन यता पार्क भयो अनि यता यो जङ्गल यस्तो उबाट जानुपर्ने रहेछ अलिकति सुनसान बाटो रहेछ आज चाहिँ खोइ के हो अफ सिजन भएको हो कि के हो होइन अझै टाइम नभएर हो कि अफ सिजन हो कि के हो मान्छे अलिक कम रहेछ अनि त्यो स्विमिङ पुल चाहिँ खेल्न पाएन हामीले त्यो अलि मेन्टेनेन्स गरेर रहेछ क्या सब सुनसान तिमी नहाल है मैले भन्दा बाँदर त आउँदैन नि मंकी पार्कमा बाँदर तर एउटा बाँदर देखेको छैन अहिलेसम्म मैले देखिरहेको छु मैले त
बाँदर निलाई चाहिँ लिएरै आएको छु है। यताबाट हात ल्याउन हो अनुहार नि साँच्चै नै त्यो एमालेको किचकन्डोहरूको जस्तो रहेछ हेर न यो त एमाले बनायो क्या चुनाव हारिसकेपछि। अनुहार नि साँच्चै त्यस्तै यो अब खतरा खतरा सोच कन्सेप्ट बोकेर खिच्न लाग्यो बाटोमा यस्तो देखियो एउटा दुईटा। अब हामी जानला चाहिँ यहाँ हुनु चाहिँ मान्छे कोही पनि छैन आएको बाटो यो भयो। अब त्यो सर्पको लुगाले गरेर जान डर लाग्यो जानै मन लागेन। त्यही पनि गइदिउँ न एकचोटि। हामी यहाँसम्म आइसक्यो होइन। हामी अब यो टावर चढ्न जाँदैछौँ है त गाइजहरू। ल आइज माथि गएर आऊँ नि। माथिको भ्यू कस्तो देखिँदो रहेछ हेर्नु परेन हेऱ्यो वरिपरि। मैले कालो चस्मा लाग्छ फेरि सर्प नदेख्ला। यसमा सुन अब सर्पको कुरा गरेर चाहिँ यसमा सुन पर्छ। माथि हेर जापानिज सर्प उडेर आउला। उड्ने सर पनि हुन्छ नि रियलमै हुन्छ हुन्छ त अनि के हो त मन फेरि उडेरै समाउँथ्यो। लो गाइस दिस इज भ्यू टावर जापान। ल दामी 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 ल। मङ्की टेम्पल ऊ त्यो के हो खोला होइन सोला। ल यो चाहिँ भ्यू फ्रम द मङ्की पार्कको टावर है त। खासै अग्लो रहेछ अग्लो रहेन रहेछ है। र यही हो भ्यू गाइस। यही हो त्यसमा मङ्की पार्क चाहिँ। यस्तो बवाल छ क्या जुमिङ चाहिँ डेन्जर आइपुग्नु। लो गाइज आई एम एट द टप अफ द मङ्की पार्कको टावर है त। यो चाहिँ एमालेको झन्डा चाहिँ यहाँनिर छ होइन। यो चुनाव हारिसकेपछि बनाएको भरलको ठस्स परेको अनुहार छ। यति हो ल यो भर्याङ। यहाँबाट चाहिँ खासै रुख्दैन चाहिँ यतातिर चाहिँ नागोया सहर। हामी बस्ने चाहिँ यता परतिर हो। यो जङ्गलभरि नै पुरै के यस्तो यो टावर सावर के बनाएर चट्टै सबैतिर नेट सेट चल्ने यो आयो हामीले हेरेको यही भइगयो। ल फाइनल डेस्टिनेसन पनि पुग्यो गाइज होइन। दिस वाज फर टुडे। रमाइलो भयो। बच्चाहरू चाहिँ छन् भने जापानमा नागोयामा हुनुहुन्छ भने चाहिँ ल्याउनै पर्ने ठाउँ रहेछ होइन। इनुयामा स्टेसन ओर्लिने त्यसपछि इनुयामा भन्ने ठाउँबाट चाहिँ धेरै ठाउँ जान मिल्छ क्या होइन। जस्तै इनुयामा क्यासल भयो अस्ति हामी गयो लिटिल वर्ल्ड भयो अनि अर्को के त्यो म्युजियम छ एउटा त्यहाँ चाहिँ अब गएको छैन। म्युजियममा चाहिँ खासै इन्ट्रेस्ट नै छैन। मङ्की पार्क चाहिँ अब सोचेको जस्तो एक्सपेक्टेसन अनुसार चाहिँ छैन होइन। तर बच्चाहरू छ भने बच्चालाई चाहिँ बबालै हुने ठाउँ रहेछ क्या। यो स्विमिङको ऊ पनि अहिले खोलेको रहेछ। त्यो मात्रै खोलेको भए पनि दामी हुन्थ्यो हुन चाहिँ। त्यही हो ल सी यू।